कविता म्याम आउँदै हुनुहुन्छ। 1 2 3 गो। अनि यहाँनिरको दुईजनाहरू म्यामहरू चाहिँ कता जानुभयो अनि गाइजहरू आज कस्तो लाग्यो त मेरो बर्थडे स्पेसल्ली हाम्रो मित्रहरूले केही कुरा भन्न चाहनुहुन्छ भने चाहिँ म उहाँलाई स्पेसली सुस्मिता म्यामलाई उहाँ चाहिँ लजाउँदा गइसक्नु भयो अनि यसै गरी निशा म्याम कस्तो फिल भइरहेछ केही एक दुईवटा शब्द भनिदिनुहोस् न है। म चाहिँ एकदमै लजाउनु भयो है हजुर हाम्रो अब म भर्खरै मसँग इन्टरभ्यू दिन लाग्दैछु गाइजहरू अनि कस्तो लाग्यो त म्याम आज मेरो बर्थडे स्पेसली? एकदमै रमाइलो। सर्वप्रथम त पहिला नमस्ते है, ह्याप्पी बर्थडे टु यु। एकदमै राम्रो भयो, एकदमै रमाइलो भयो। यो पल फेरि पनि आओस् भन्ने मेरो चाहना हो है। एकदमै रमाइलो होइन। हेलो गाइज, अब कस्तो भयो तपाईँहरूलाई चाहिँ? कविता म्याम चाहिँ एउटा समाचार भन्ने मान्छे हो कि? हुन्छ अब म यसै गरी अब म्यामलाई थ्याङ्क यू एकछिन बस्न सक्नुहुन्छ। अब यसै गरी अब हाम्रो दुईजना म्यामहरूलाई कस्तो लाग्यो केही एक दुई शब्द भनिदिनुहोस् न है बर्थडे स्पेसल्ली होइन वर्षमा एकचोटि आउने बर्थडे मनायो कस्तो लाग्यो? अहिले चाहिँ एकदमै लजाएर दुईजना चाहिँ बोल्न सकिराख्नु भएको छैन है एकदमै अब धेरै रमाइलो गरेर थाकेर बस्नु भएको छ। अनि सन्जु म्याम कस्तो लाग्यो भनिदिनुहोस् न। हो थ्याङ्क यू। स्पेसली हाम्रो सन्जु म्यामलाई चाहिँ बढी उ गर्नुपर्ने हुन्छ। त्यसै गरी अब फेरि आउँदै हुनुहुन्छ हाम्रो सञ्चारवाचक म्याम उहाँ हुनुहुन्छ भने त्यसै गरी फेरि स्टार्टिङ हुँदैछ हाम्रो सन्जु म्यामतर्फ जाँदैछौँ। हेलो सन्जु म्याम, हजुरलाई हामी एकदमै मान्छौँ अनि उहाँले भन्दै हुनुहुन्छ कस्तो कस्तो फिल भयो अरे कविता म्यामले भनेको? हो राम्रो भन्नुभयो। इन्टरभ्यूको सट्टा चाहिँ उहाँले इन्टरभ्यू लिएको छ है। प्रोफेसनलको सामु चाहिँ म जुनियर भएँ है, तर उहाँ चाहिँ प्रोफेसनल। ओ गड, मेरो पनि फेस निकाल्नु नि कताबाट हो? भिडियो बनाउँदा चाहिँ कहिले पनि हाँस्नु है। ओके, मेरो पनि खिचिदिनु होला, म पनि के भन्न चाहन्छु। बिगारिदिनु भयो यार यो म्यामले त। हजुर भन्नुहोस्। मेरो नाम चाहिँ शर्मिला भयो है, म जाति सर्माउँदिन। कविता म्याम हुनुहुन्छ। ओके बाई बाई, म चाहिँ जान चाहन्छु। अब चाहिँ बाई बाई सबैलाई बाई। निस्किलाको है म्याम, म निस्किलाको।